हेलो एभ्रिवान, सो वेलकम टु माई च्यानल। सो आज हामी बनाउन लागेको छौँ एक करी र रोटी। सो त्यसको लागि हामीलाई पहिला चाहियो प्याज, अनि धनियाँ, टमाटर, अन्डा अनि आलु उब्लेको। सो सबभन्दा पहिले हामीले यहाँ अन्डालाई फ्राई गर्नुपर्छ मजाले रातो हुने गरी। सो अब यो हाम्रो अन्डा राम्रोसँग फ्राई भइसकेको छ रातो हुने गरी। अब हामीले यहाँ जिरा हाल्नुपर्छ अनि यहाँ सुक्खा खुर्सानी रातो। अब यो अलिकति ब्राउन भइसकेको छ। सो अब हामी यहाँ अब प्याज हाल्ने हो। प्याज हालेर हामीले अब मजाले ब्राउन हुने गरी फ्राई गर्ने। सो अब यो हाम्रो फ्राई भइसकेको छ। हामीले टमाटर हाल्यौँ, टमाटर हालेर मजाले फ्राई गऱ्यौँ। सबभन्दा हामी पहिला यसमा हाल्छौँ अदुवा लसुनको पेस्ट हाल्ने। अदुवा लसुनको पेस्ट दिने अब एज पर टेस्ट। तब अलिकति यसलाई मसलालाई अदुवा लसुन पनि बास्न आउने गरी अलिकति फ्राई होस्। सो अब हामी यसमा हाफ टी स्पुन टर्मरिक पाउडर हाल्ने एज हल्दी और बेसार। त्यसपछि हामी यसमा 2 टेबल स्पुन चिली पाउडर हाल्छौँ। अब त्यसपछि हामी यसमा धनियाँ पाउडर हाल्ने। तर अब धनियाँ पाउडर मलाई मार्केटमा भेटिएन, सो मिक्स मसला हालिदिएको। त्यसमा सबै मिक्स हुन्छ, इलाइची, धनियाँ, दालचिनी एभ्रिथिङ। सो त्यो हालेको मैले। देन अल्सो इट्स टेस्ट गुड। हामीले मजाले रातो हुने गरी होइन भाँडामा टाँसिने गरी जबसम्म भाँडामा यसको मसला लाग्छ तबसम्म हामीले यसलाई फ्राई गर्नुपर्छ यो मसलालाई। अनि त्यो पनि लो फ्लेममा। अनि यो मैले चाहिँ यहाँ गरम मसला हालेको हो थोरै। त्यसपछि अब हामी यसमा स्वाद पऱ्यो भने नमक हाल्ने होइन। सो अब यो हाम्रो मसला फ्राई भइसकेको छ राम्रोसँग। अब हामी यसमा आलु हालिदिने। आलु हालेर एकछिन चलाइदिने। सो अब हाम्रो यो आलु पनि फ्राई भइसक्यो। सो अब हामी यसमा पानी हालिदिने। अगाडि अब कति पानी चाहिन्छ त्यति पानी हाल्ने। हामी चाहिँ अब रोटी चाहिँ हालेको त्यही भएर अब थोरै पानी हाल्छौँ, तेल नहाल्ने। किनकि अलरेडी अन्डा पनि बोइल छ, आलु पनि बोइल छ। अब धेरै त्यो गर्नु पर्दैन, 5 मिनट सक्यो अब यसलाई छोडिदिने। अब यतिको भइसकेपछि अब हामी यसमा अन्डा हालिदिने। अन्डा हालेर एकछिन फेरि छोपिदिने। त्यसपछि यो रेडी हुन्छ। सो अब तपाईँले हेर्न सक्नुहुन्छ यो अलमोस्ट रेडी भइसकेको छ। अब हामी यसमा धनियाँ हालिने अनि चलाएर छोपिदिने। अब लागौँ है त हामी रोटी बनाउनेतर्फ।